श्रृङ्खला खतिवडा जो नेपालको वान अफ द रेस्पेक्टेड इन्फ्लुएन्सर थिइन्, अहिले उनलाई सबैले क्रिटिसाइज गरिरहेका छन्। क्रिटिसाइज मात्र होइन, भर्खरै भएको जेन्जी प्रोटेस्टमा उनको घर जलाइयो र इन्स्टाग्राममा लाखौं मान्छेहरूले अहिले उनलाई अनफलो गरिरहेका छन्। सो एक समय नेपालमा सबैभन्दा बढी रुचाएकी श्रृङ्खला आज अचानक कसरी यति धेरै हेट पाइरहेकी छिन् त? र के यसमा उनको गल्ती छ या यो सब उनको खिलाफ गरिएको साजिस वा भनौँ एक कन्स्पिरेसी हो? आउनुहोस् सुरुदेखि सुरु गरौँ। श्रृङ्खला comes from a political family. उनको बाबा विरोध खतिवडा was a former minister of health and population of नेपाल। आफ्नै बाबा आबद्ध पार्टीले विरोध गर्दै गरेको मिस नेपाल कन्टेस्टमा श्रृङ्खलाले पार्टिसिपेट गर्छिन्। उनको इनोसेन्ट फेस र बोल्ड ओपिनियनले सबैको अटेन्सन तान्छ। एज अ रिजल्ट 2018 को मिस नेपाल श्रृङ्खला नै बन्छिन्। मिस नेपाल जितेपछि उनी अब लाइमलाइटमा आउन थालिन्। मान्छेहरूले उनलाई चिन्न थाले। त्यसपछि उनी अब मिस वर्ल्डमा पार्टिसिपेट गर्न चाहन्थिन्। मिस वर्ल्डमा पार्टिसिपेट गर्नको लागि उनलाई आफ्नो इन्ट्रोडक्टरी भिडियो बनाउनु पर्ने थियो। सो उनको भेट एक कन्टेन्ट क्रिएटर र ब्लगर सिसन बानियासँग हुन्छ। सिसनले उनको त्यो भिडियो बनाउनमा हेल्प गर्छन् एन्ड त्यो भिडियोलाई श्रृङ्खलाले 16 नोभेम्बर 2018 मा आफ्नो युट्युब च्यानलमा अपलोड गर्छिन्। I was born in a small town, tucked between the gorgeous mountains of the Himalayas and the lush jungles of the Tarai. Since an early age, my ama always taught me about the true values of life. एज एक्सपेक्टेड भिडियो एकदमै सिनेम्याटिक र राम्रो थियो। सो भिडियोमा मिलियन्समा भ्युज आउँछ एन्ड उनले मिस वर्ल्ड ब्युटी विथ पर्पज टाइटल पनि जित्छिन्। यो भिडियोहरू बनाउँदाको बिहाइन्ड द सिन्स सिसनले आफ्नो च्यानलमा भ्लगको रूपमा अपलोड गर्छन् एन्ड उनका भ्युअरहरूलाई सिसन र श्रृङ्खलाको केमिस्ट्री एकदमै धेरै मनपर्छ। यी भिडियोहरूले सिसन र श्रृङ्खला दुवैलाई फाइदा नै हुन्छ एन्ड एज अ रिजल्ट दुवैको पपुलारिटी बढ्न जान्छ। बट 25 फेब्रुअरी 2023 मा सम्भव सिरोहियाले आफ्नो इन्स्टाग्राममा यो पोस्ट अपलोड गर्छन् जहाँ ब्याकग्राउन्डमा श्रृङ्खलालाई प्रष्ट रूपमा देख्न सकिन्छ एन्ड मान्छेहरूले श्रृङ्खला र सिसनलाई यसबारेमा प्रश्न पनि गर्छन्। पछि सिसन र श्रृङ्खलाको ब्रेकअप हुन्छ एन्ड सी म्यारिड सम्भव। वेल यो ड्रामा पनि इन्ट्रेस्टिङ छ बट यसको बारेमा कुनै अर्को भिडियोमा कुरा गरौँला। एनिवे सिसनको भ्लगहरूबाट पपुलारिटी पाएकी श्रृङ्खलाले सिसनबाट छुट्टिएपछि धेरै नै हेट पाउँछिन्। बट वेल समयसँगै मान्छेहरूले यो विषयलाई पनि भुल्दै जान्छन् एन्ड उनको पपुलारिटी फेरि पनि बढ्दै जान थाल्छ। 2018 मा मिस नेपाल हुँदा इन्स्टाग्राममा उनको 4000 फलोवर्स मात्र थियो। बट एज हर पपुलारिटी ग्रो हर फलोवर्स ग्रो एज वेल। अहिले रिसेन्टली केही दिन पहिलासम्म उनको इन्स्टाग्राममा 1 मिलियन भन्दा बढी फलोवर्स थिए। बट केही दिनमा नै यो सबै कुरा बदलिनेवाला थियो। रिसेन्टली देशमा करप्सन र अनस्टेबल गभर्मेन्टको विरोधमा जेनजी अर्थात् युवाहरूले एउटा प्रोटेस्ट गर्ने योजना बनाए। त्यही दौरानमा धेरै कुराहरू भए जसमध्ये वान अफ द मेन थिङ वाज कि कसरी पोलिटिसियनका छोराछोरीहरूले एकदम ल्याभिस र रिच लाइफस्टाइल जिइरहेका छन्। डाटाहरू हेर्ने हो भने पोलिटिसियनको एभरेज स्यालेरी त्यही 70 देखि 80 हजारको हाराहारीमा हुन्छ। सो हाउ आर दिज पिपुल अफोर्डिङ सच अ रिच लाइफस्टाइल भन्ने प्रश्न पनि बढ्दै गयो। अब मान्छेहरू झनै रिसाउन थाले। हामीले तिरेको ट्याक्सको पैसालाई यसरी आफ्नो बाउको सम्पत्ति सोचेर यी नेपो किड्सहरूले एकदम लग्जरियस लाइफस्टाइल बाँचिरहेका छन् भनेर टिकटक र युट्युबमा भिडियोहरू बन्न थाल्यो। हामीले वी डोन्ट नीड टु एक्सप्लेन हाउ डु वी लिभ आवर लाइफ टाइप्सको के अब उनीहरूको पर्छ हजुर कर तिरेको छ हामीले पर्छ म्याटक्ने। यो कुरा गर्दै जाँदाखेरि विदेशमा एउटा ट्रेन्ड आयो हुन्छ नि, हाम्रो ट्याक्स मनी चाहिँ कहाँ गइरहेछ, पोलिटिकल लिडर्सको छोराछोरीहरूको ल्याभिस लाइफस्टाइल डियोर ब्याग गुची लुई भुटनमा गइरहेछ भनेर त्यो ट्रेन्ड त्यहाँ सुरु भयो र नेपालमा पनि त्यो आयो एन्ड आइम भेरी ह्याप्पी बिकज इट वाज हाई टाइम वी टक्ड अबाउट करप्सनको कुराहरू है। एउटा महँगो ब्याग हामी मिडल क्लासले पनि दुःख गरेर पैसा जम्मा गरेर किन्न सक्छौँ, तर एउटा नेताको छोरीलाई यो कसरी किन्नु हो भन्दा उसले यसरी किने, यहाँबाट मैले पैसा कमाएर किने भनेर उसले भन्नु सकेको छैन। उसले भनिरहेछ कि मलाई त गिफ्ट दिएको हो, मेरो बाबाले त कराउनुहुन्छ अरे। इसको यिनीहरूको छोराछोरीको इन्स्टाग्राम हेरिरहेको छु है म। उनीहरूसँग पैसा छ होला तर उनीहरूसँग क्लास इन्टेग्रिटी भन्ने चिज एक थोपा छैन क्या। अनि अर्को कुरा, मिस नेपाल हुँदा विभिन्न भिडियोहरूमा श्रृङ्खलाले यस्तो स्टेटमेन्ट दिएकी थिइन् बट अहिलेसम्म उनले करप्सनको अगेन्स्टमा खासै केही पनि सिग्निफिकेन्ट कामहरू गरेको जस्तो देखिएको छैन एन्ड त्यसमाथि पनि
उनी आफै एक पोलिटिसियनको छोरी, सो उनीमाथि पनि विभिन्न प्रश्नहरू उठ्न थाले। नेपो किड्सको लग्जरियस लाइफ, सोशल मिडिया ब्यान जस्ता घटनाले यो जेनजी प्रोटेस्टमा आगो थप्ने काम गर्यो एन्ड सेप्टेम्बर 8 का दिनमा सबैले मिलेर सरको विरोध र प्रोटेस्ट गर्ने कन्फर्म थियो। देशमा करप्सनको अगेन्स्ट यति ठुलो मुभमेन्ट हुँदा सोशल मिडिया क्रिएटर र इन्फ्लुएन्सरहरूले पनि यसलाई सपोर्ट गर्दै भिडियो र स्टोरीहरू हाल्न थाले। फिल हुँदैन तपाईलाई जस्ट बिकज तपाईँ बोल्यो लास्ट पैसा कमाएर तपाईँको सोख पुरा गरिरहेछ भन्दैमा एउटा बेसिक सेन्स त हुन्छ होला नि तपाईँको कि जनता चाहिँ दुःख पाइरहेको छ। तपाईँ पनि हाम्रो जेनेरेसन हो नि त। हामी भोलि प्रोटेस्टमा किन जाने के थाहा छ तपाईँहरूलाई? जिन्दाबाद मुर्दाबाद हामीलाई सोसियल मिडिया फेसबुक इन्स्टाग्राम युट्युब ब्याक चाहियो भनेर मात्र जाने हो कि हामी किन प्रोटेस्ट गर्दैछौँ भनेर रिजन माग के हो त? हाम्रो माग थाहा छ तपाईँहरूलाई? Banning social media is against human rights, it is against freedom of speech. तपाईलाई आफ्नो नेपाल बनेको हेर्नु मन छ भने प्लिज आई रिक्वेस्ट यु गाइज, हैन, आफ्नो फ्युचर जेनेरेसनको लागि, आफ्नो देशको लागि, आफ्नो लागि भए पनि आइदिनु है। दिस शुडन्ट बी एक दिनको प्रोटेस्ट, इट्स अ लङ फाइट है। एन्ड प्लिज डु नट थिङ्क कि एक दिनमा पुरा चेन्ज। वी हेभ टु फाइट अन्टिल चेन्ज। जबसम्म परिवर्तन हुन्छ, जबसम्म चेन्ज हुन्छ, वी हेभ टु किप फाइटिङ। वेराज श्रृङ्खला खतिवडा जसले एक समय नेपाललाई ग्लोबल्ली रिप्रेजेन्ट गरेकी थिइन् र जसको 1 मिलियन भन्दा बढी इन्स्टाग्राम फलोवर्स थिए, उनले यो विषयमा केही पनि बोलिनन्। आफ्नो बाले नै यति धेरै करप्सन गरेको छ अनि छोरीले कहाँबाट बोल्थे त भनेर मान्छेहरूको ध्यान श्रृङ्खलापट्टि जान थाल्यो। श्रृङ्खलाले आफू मिस नेपाल र मिस वर्ल्डमा रिप्रेजेन्ट हुने बेलामा मल्टिपल टाइम करप्सनको अगेन्स्ट काम गर्छु भनेर भनेकी थिइन्। The first thing that I would do was change the corrupted bureaucratic system. The second would be empower the youth, and the third would be believe in ourselves because yes we can. बट जब करप्सनको अगेन्स्ट जेनजी प्रोटेस्ट हुँदै थियो उनी एकदमै चुप थिइन्। सेप्टेम्बर 8 को जेनजी प्रोटेस्टमा स्टुडेन्ट लगायत धेरैजना मान्छेहरूको ज्यान गयो र धेरै मान्छेहरू घाइते पनि भए। यो सब इन्सिडेन्ट हुँदा पनि उनी केही पनि बोलिनन्। सो भोलिपल्ट अर्थात् सेप्टेम्बर 9 का दिनमा जब जेनजी युवाहरूले करप्टेड नेताहरूको घर खोजी खोजी जलाइरहेका थिए तब श्रृङ्खलाको घर पनि जलाइयो। नट ओन्ली द्याट बट यो सब मुभमेन्टमा केही पनि नबोलेको भन्दै उनलाई फेक इन्फ्लुएन्सर भन्नेहरू पनि बढ्न थाले। वेल त्यसपछि उनको पास्ट अचिभमेन्टलाई लिएर पनि फरक फरक प्रश्नहरू उठ्न थाले। तर यार मैले यो पनि सुनेको थिएँ कि मिस नेपाल पनि करप्टेड छ भनेर क्या। पावरफुल पोलिटिसियनहरू पावरफुल मान्छेहरूले कन्ट्रोल गर्छ मनिपुलेट गर्छ भन्ने सुनेको थियो। सो अब अहिले आएर श्रृङ्खला कतिवटाले त्यो मिस नेपाल जित्नुमा उनको ड्याडको हात थियो होला नि यार, इन्फ्लुएन्स थियो होला नि जस्तो फिल हुने क्या अहिले। एन्ड त्यसपछि मान्छेहरूले धमाधम श्रृङ्खलालाई अनफलो पनि गरे। 1 मिलियन भन्दा बढी फलोवर्स भएको उनको अकाउन्टमा उनले यो केही दिनमा नै लाखौं भन्दा बढी फलोवर्सहरू गुमाइसकिन्। एन्ड द हेट टुवर्ड्स हर इज इन्क्रिजिङ मोर एन्ड मोर। वेल यो सबै घटनाले गर्दा श्रृङ्खलाले आफ्नो सबै रेपुटेसन पनि गुमाउँदै छिन्। जसले केही वर्ष पहिलासम्म उनलाई फलो र एडमायर गरिरहेका थिए तिनै मान्छेहरूले अहिले उनलाई हेट गरिरहेका छन्।